सधैँ सफा वर्दीमा देखिने एक साधारण सैनिक थियो। बाहिरबाट हेर्दा लाग्थ्यो कठोर, नडराउने, सधैँ बलियो। तर त्यो वर्दीभित्र एउटा कोमल मुटु थियो जसले देशलाई आफ्नै परिवार जस्तै माया गर्थ्यो। घर छोड्दा आमाको आँसु, बाबाको मौन आशिष र सानो बहिनीको छिटै फर्किनु है भन्ने आवाज उसले मनमै बोकेको थियो। आर्मीको तालिम सजिलो थिएन। रातभरि जागराम, जाडो घाम भोक सहँदै अनुशासन सिक्नु। धेरैले बाटोमै हार माने, तर ऊ अडिग रह्यो। एक दिन सीमावर्ती गाउँमा विपद आयो। बाढीले घर बगायो। मान्छेहरू चिच्चाइरहेका थिए। आदेश आउन नपाउँदै ऊ टिमसहित गाउँ पस्यो। आफ्नै ज्यानको पर्वाह नगरी उसले बालबालिका, बुढाबुढी उद्धार गर्यो। त्यही क्रममा उसको शरीर घाइते भयो, तर मुटु अडिग रह्यो। पछि एउटा अपरेसनमा देशका लागि ऊ अग्रमोर्चामा उभियो। गोली र बारुदको बीचमा पनि उसको आँखामा डर होइन, कर्तव्य थियो। त्यो दिन ऊ फर्किएन, तर देश बाँच्यो, जनता सुरक्षित भए। आज ऊ फोटोमा मात्रै देखिन्छ, वर्दीमा, मुस्कानसहित। मानिसहरू फूल चढाउँछन्, सलाम गर्छन्। सबै भन्छन्, ऊ मरेन, ऊ त देशको इतिहासमा अमर भयो। सन्देश, मोरल: साँचो सैनिक बाहिरबाट मात्र होइन, भित्रबाट पनि महान हुन्छ। उसको बलिदानले हामी सुरक्षित सास फेर्छौँ। त्यसैले सम्मान सधैँ जिउँदो रहन्छ। नेपाली झण्डा। तर तपाईले एक लाइक र सब्स्क्राइब पनि गर्नु भएन।